सँगै लग्याप्सुछु छ लग्याप्सुछु केदिन लग्याप्सुछु नमस्ते टासिदेलेक फ्याफुला सबैजनालाई म जोर्डन गुरुङ तपाईहरुलाई यस भिडियोमा म स्वागत गर्दछु है र आजको यो भिडियो भने मेन्डल भनिन्छ नि मेन्डल चढाउने त्यसको विषयमा रहेको छ है र यो विषयमा म तपाईहरुलाई 5 वटा कुराहरु भन्ने छु है मेन्डल गर्नुको कारण कसरी गर्ने कसलाई चढाउने र यो चढाउनु बेलाको सोच है चढाएको फाइदा र पहिलो कुरा हामीले मेन्डल गर्नुको कारण के हो त भन्दाखेरि हामीले धेरै भन्दा धेरै पुण्य कमाएनौ अथवा धेरै भन्दा धेरै धर्म गरेनौ भने हामीले बुद्धता प्राप्त गर्ने छैन है बुद्धता प्राप्त गर्न त्यस्तो सजिलो पनि त छैन नि त हैन र यो धेरै भन्दा धेरै पुण्य कमाउनको लागि चाहिँ के गर्नु पर्यो त भन्दाखेरि जस्तै धर्मको कार्यहरू धेरै छन् हैन जस्तै ढोग गर्ने गुम्बा दर्शन गर्ने कोरा गर्ने मानी गर्ने है जस्ता धेरै छन् धर्मको कार्यहरू ती मध्ये यो मेन्डल चढाउनु भनेको चाहिँ सबैभन्दा राम्रो सबैभन्दा उचित तरिका हो भनेर हाम्रो गुरुहरूले भन्नुभएको छ है त्यसैले मेन्डल चढाइएको हो है त र अब अर्को कुरा मेन्डल कसरी गर्ने है अब यो मेरो दायाँ हात हो यो मेरो बायाँ हात है यो दायाँ हात र बायाँ हात चाहिँ यो दायाँ हातको यो सानो उंगली चाहिँ तल हुनु पर्यो है त तल यसरी गरेर भित्र मिसाउनु पर्यो है अनि यस्तो गर्नुस् अनि यो जुन हाम्रो के भन्छ अरे बुढी औँला यसले चाहिँ यो सानो दुईटा औँलालाई समात्नुस् है र यो दुईटाले चाहिँ यो अगाडिको दुईटालाई समात्नुस् र यो बीचलाई यसरी राख्नुस् है हेर्न सक्नुहुन्छ 5 वटा भएको छ है 1 2 3 4 अनि यो बीच गरेर 5 यसरी चाहिँ हामीले मेन्डल गर्ने हो है त र हामीले मेन्डल कसलाई चढाउने हो त है भन्दाखेरि हामीले खास गरी भएभरको सबै बुद्धहरू है सबै बुद्धहरू र त्यसैगरी सबै बोधिसत्वहरू र आफ्नो गुरुहरूलाई सम्झेर चाहिँ हामीले मेन्डल चढाउने हो है त र यति बेला हामीले एकदमै ध्यान दिनुपर्ने कुरा के छ भन्दा जस्तै तपाई कुनै पूजामा जानुस् कुनै वाङहरुमा जानुहोस् है त्यहाँ चाहिँ बेला बेलामा बीचमा चाहिँ हामीले मेन्डल चढाउनु पर्ने हुन्छ हो र यसमा हामीले के ध्यान राख्नु पर्यो भन्दा हाम्रो यो हात चाहिँ कहिले खाली हुनु भएन जस्तै अहिले मेरो हात खाली छ है यो भयो मेन्डल त हो तर यो खाली मेन्डल भयो यसमा के चाहियो त भन्दाखेरि भयो भने चामल जस्तै मैले यहाँ चामल राखेको छु है भयो भने जस्तै मेन्डल गर्ने बेला अब चामलहरु बाट्छ है चामललाई दुई भाग लाउनु आधी यता है अनि यसरी मेन्डल चढाउने है त अब यदि तपाईकोमा त्यहाँ चामल छैन भने अब हामीले पूजाहरुमा जाँदा वाङहरुमा जाँदा सधैँ माला बोक्नु एकदमै जरुरी छ है तपाई बुद्धिस्ट भएको नाताले माला बोक्नु एकदमै जरुरी छ है झन् खास गरी अब वाङहरु पूजाहरुमा जाने बेला यदि तपाईलाई अब त्यो पाठ पढ्न आउँदैन भने तपाई त्यहाँ त्यतिकै बस्दै तपाईलाई निन्द्रा लाग्न सक्छ झ्याउ लाग्न सक्छ हैन त्यति बेला बुद्धहरु सम्झेर है तपाईले अब मानी जप्न सक्नुहुन्छ है त्यसैको लागि तपाईलाई माला चाहिँ पूजामा जानु हुँदैछ भने माला जसरी भए पनि चाहियो हामीलाई है त र मैले भन्नु खोजेको यो मेन्डल गर्ने बेला चाहिँ तपाईले त्यो मालालाई चट्ट यहाँ माथि राखेर चाहिँ यसरी अनि मेन्डल चढाउन सक्नुहुन्छ है याद राख्नुस् खाली हातको मेन्डल चाहिँ चढाउनु कहिले पनि भएन है त्यो एकदमै आवश्यकता भयो र अर्को कुरा यो मेन्डल चढाउने बेला सोच कस्तो हुनुपर्छ भनेर है त यो सोचको बारेमा चाहिँ म सधैँ पनि भन्छु हाम्रो यो धर्मको कार्य जस्तो पनि गर्नुहोस् तपाईको सोचमा चाहिँ एकदमै भर पर्छ तपाईले एउटा मेन्डल चढाए पनि त्यो मेन्डल चढाउँदाखेरि तपाईले कतिको पुण्य कमाउन सक्नुहुन्छ भनेर चाहिँ तपाईको सोचमा भर पर्छ है त र यति बेला हामीले मेन्डल चढाउने बेला सबै संसारको सबै प्राणीहरुको निम्ति अनि सम्झेर चाहिँ मेन्डल चढाउनु होला है र अर्को कुरा जस्तै अब हाम्रो बुद्धिस्टमा पनि जस्तै अब
काग्यु निङमा केलुप साक्या भनेर यसरी छुट्याएको हुन्छ हैन। अब जस्तै तपाईँ काग्युपा हुनुहुन्छ भने आफ्नो काग्युको गुरुलाई मात्रै सम्झेर मेन्डल नचढाउनु है त। आफ्नो अगाडि आफ्नो गुरु भए तापनि सबै गुरुहरू है काग्यु निङमा केलुप साक्या सबैको गुरुहरूलाई म मेन्डल चढाइरहेछु है। सबै बुद्ध भगवानहरूलाई म मेन्डल चढाइरहेछु हो। सबै प्राणीहरूको निम्ति म मेन्डल चढाइरहेको छु हो। त्यस्तो सोच लिएर मेन्डल चढाउनु होला। त्यस्तो सोच लिएर मेन्डल चढाउनु भयो भने चाहिँ तपाईँले एउटा मेन्डल चढाएर तपाईँले लाखौँ करोडौँ गुणा पुण्य कमाउन सक्नुहुनेछ है त। यो सबै एकदम एउटा तपाईँको सोच्ने तरिकाले चाहिँ फरक पर्यो नि त है। र अन्तिममा आएर यो मेन्डल गरेको फाइदा के छ है भन्दाखेरि तपाईँले मेन्डल गरिबस्नुभयो भने मैले अगाडि नै भनेको चाहिँ तपाईँले धेरैभन्दा धेरै पुण्य कमाउन सक्नुहुनेछ, धेरैभन्दा धेरै धर्म हुनेछ तपाईँलाई है। र त्यो भएपछि तपाईँले अन्तिममा तपाईँले बुद्धत्व प्राप्त गर्नुहुन्छ नि त। र हामीले जस्तो सुकै एउटा धर्मको काम है, धर्म सम्बन्धित एउटा जस्तो काम गरे पनि, जस्तो पूजापाठ होस् या जे नै होस् है, जस्तो कार्य गरे पनि सधैँ हाम्रो सोच चाहिँ अन्तिममा चाहिँ के हुनु पर्यो भन्दा चाहिँ हामीले बुद्धत्व प्राप्त गर्ने है त। बुद्धत्व प्राप्त गर्नको निम्ति म गरिरहेको छु भन्ने हो, त्यो चाहिँ सोच हुनै पर्यो है त। त्यो नभइकन अब भोलि मेरो एक्जाम छ यो पास होस् है, भोलि मेरो इन्टरभ्यू छ यो राम्रो होस्, भोलि मेरो यहाँ जानु छ त्यो सफल होस्, त्यो भनेको एकदम सानो सोच हो है त। त्यो सँगै त्यो पनि सोच्नु र त्यो साथै तपाईँले अन्तिममा गएर हामी सबै प्राणीहरूले बुद्धत्व प्राप्त गरौँ भन्ने त्यस्तो सोच लिनु पर्यो है त। त्यस्तो सोच लिएको जस्तै गरेर तपाईँले त्यो धर्मको कार्य जस्तो नै होस् त्यो गर्नुभयो भने त्यसको फाइदा, त्यसको फल पनि त्यस्तै नै हुन्छ भनेर मैले भन्नु खोजेको है त। हस् त। अनि यो थियो मेन्डलको विषयमा लिएर छोटो भिडियो है। र अरू पनि केही जान्नु मन छ भने तपाईँहरूले तल कमेन्टमा लेखिदिनु होला भनेर भन्दैछु। र धन्यवाद।